हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानल ट्युटर रूपेशमा। अब आजको च्याप्टरको टाइटल रहेको छ फिजियोलोजिकल स्ट्रक्चर एन्ड लाइफ प्रोसेस भनेर। यसबाट 6 मार्क्सको क्वेशन आउँछन्। अब 6 मार्क्स भन्दैमा 6 मार्क्सै त आउने भन्ने त हुँदैन। अब 6 मार्क्समा 5 मार्क्स आउन सक्छ, किन भन्दाखेरि 1-2 मार्क्स यताउता च्याप्टरमा मिलाइरहेको हुन्छन्। त्यही भएर एक्ज्याक्टली 6 मार्क्स नआएर 5 मार्क्सको पनि आउन सक्छ। त्यही भएर त्यसको लागि माइन्ड नगर्नु होला। अब सबभन्दा पहिलो इम्पोर्टेन्ट क्वेसन भनेको ह्युमन हार्ट बनाऊ, त्यसपछि त्यसलाई लेभल गर भनेर आउँछ। यो सर्ट क्वेसनमा आउने क्वेसन हो, सर्ट क्वेसनमा आइरहेको हुन्छ धेरै जसो। त्यसपछि अर्को भनेको डिफ्रेन्सेस बिट्विन अरिकल एन्ड भेन्ट्रिकल, आर्टेरी र भेन, आरबिसिज र डब्लुबिसिज। अब अर्को दुईवटा क्वेसन आउँछन् सर्टमा, तर बेला बेलामा चाहिँ भेरी सर्टमा हालेर क्वेसनहरू पनि मिलाइरहेको हुन्छ त्यति बेला। त्यही भएर यसबाट अब त्यस्तो लामो क्वेसन आउने भनेर त्यस्तो क्वेसनहरू छैनन् यो च्याप्टरबाट। यसबाट आउने भनेको एभ्री डिटेल पढ्नुपर्छ हामीले। डिटेलमा पढेर कस्ता क्वेसन आउन सक्छन् भन्ने कुरा मैले तपाईँहरूलाई स्याम्पल क्वेसनहरू यही भिडियोमा राखिदिन्छु। यो च्याप्टरबाट कस्ता आउँछन्, त्यसलाई कसरी सल्भ गर्ने भनेर स्याम्पल्स क्वेसनहरू र त्यसको सल्भिङ उसहरू राखिदिन्छु, त्यो हेर्नु होला। त्यसपछि यसको लागि डिटेल हेर्नुपर्छ, त्यो अब कसरी गर्ने भन्ने मैले सिकाउँछु है त। ल अब के छ भन्दाखेरि यसमा हेर्नु, एउटा छ फिजियोलोजिकल स्ट्रक्चर इन लाइफ प्रोसेसको। अब हामीले ब्लडलाई प्लाज्मा र ब्लड सेल गरेर छुट्याइरहेका हुन्छौँ। प्लाज्मा भनेको दुईवटा स्टेटमा हुन्छ। प्लाज्मा एउटा स्टेट, त्यो भनेको फ्लुइड हो। प्लाज्मा भनेको फ्लुइड हो। यसको कलर भनेको पेल येल्लोइस हुन्छ, यो जानिराख्नु। ब्लड सेललाई 3टा भागमा डिभाइड गर्छ, आरबिसी, डब्लुबिसी र प्लेटलेट्स भनेर। अब प्लाज्माको फङ्सन भनेको हार्मोन ट्रान्सपोर्ट, एन्टिबोडिज ट्रान्सपोर्ट, वाटर, प्रोटिन, फ्याट, मिनरल, कार्बोहाइड्रेट, कार्बन डाइअक्साइड र वेस्ट सब्सटेन्सहरूलाई ट्रान्सपोर्ट गर्ने काम हो। अनि बोडीको टेम्परेचर रेगुलेट गर्ने काम प्लाज्माले गर्छ। अब यिन 3टा आरबिसी, डब्लुबिसी र प्लेटलेटको मैले यसरी डिफ्रेन्सेस जस्तै तरिकाले पढ्न सजिलो हुन्छ भनेर यसरी मिलाएर राखिदिएको छु। आरबिसीको स्टेट भनेको यिन 3टै सेलै हुन्। आरबिसीमा न्युक्लियस हुन्न, डब्लुबिसीमा हुन्छ, प्लेटलेट्समा पनि हुँदैन। आरबिसीको कलर भनेको रेड हुन्छ, डब्लुबिसी कलरलेस हुन्छ, प्लेटलेट्स पनि कलरलेस हुन्छ। आरबिसीको सेप भनेको बाइकन्केभ डिस्क सेप्ड भनेर भन्ने गरिन्छ। डब्लुबिसीको इरेगुलर हुन्छ भने प्लेटलेट्सको राउन्डेड र ओभल हुन्छ। फर्मेसन भनेको आरबिसी फर्मेसन बोन म्यारोमा हुन्छ, डब्लुबिसी बोन म्यारो र लिम्फ ग्ल्यान्डमा हुन्छ, प्लेटलेट्स बोन म्यारोमा हुन्छ। त्यसपछि यो डेस्ट्रोय कहाँ हुन्छ? आरबिसी डेस्ट्रोय हुने भनेको लिभर र स्प्लिनमा हो, डब्लुबिसी पनि लिभर र स्प्लिनमा हो, प्लेटलेट्स भनेको स्प्लिनमा मात्र। आरबिसीको नम्बर हेर्दा 45 to 50 lakhs per mm³ भनेर भनिन्छ। यो भनेको 4.5 to 5 million पनि भनिरहेको हुन्छ। डब्लुबिसीको भनेको 4K to 10K, अब कुनै बुकमा फरक पनि दिइरहेको हुन्छ। प्लेटलेट्सको मात्रा भनेको 2.2 देखि 4 लाख पर mm³ भनेर भनिरहेछ। अनि लाइफ स्प्यान भनेको 127 days एक्ज्याक्टली अथवा 2-3 months भनेर पनि दिइरहेको हुन्छ। डब्लुबिसीको 15 days, प्लेटलेट्सको 2 अथवा 3 days। अनि यदि डब्लुबिसीको मात्रा बढी भयो, एबोभिन नम्बर भनेको आरबिसीको मात्रा बढी भयो, एबोभिन नम्बर भनेको त्यही। आरबिसीको मात्रा बढी भयो भने पोलिसाइथेमिया लाग्छ। डब्लुबिसीको भयो भने ल्युकेमिया, जसलाई ब्लड क्यान्सर भनिन्छ, सुन्नुभयो होला। प्लेटलेट्सको बढी भयो भने थ्रोम्बोसाइटोसिस भनेर छ। अनि यदि मात्रा कम भयो, जस्तै आरबिसीको मात्रा कम भयो भने एनेमिया लाग्छ, डब्लुबिसीको कम भयो भने ल्युकोपेनिया लाग्छ, प्लेटलेट्सको कम भयो भने थ्रोम्बोसाइटोपेनिया लाग्छ। अनि यसको फङ्सन भनेको आरबिसीको अक्सिजन र CO2 क्यारी गर्ने, डब्लुबिसीको भनेको बडीलाई डिफेन्स गर्नलाई अरू एन्टिबोडिजबाट, अनि प्लेटलेट्सको भनेको ब्लड क्लटिङमा। त्यसपछि एउटा यो कुरा तपाईँहरूले याद गर्नुपर्ने हुन्छ, यो कुन ब्लड ग्रुपले कुन ग्रुपको ब्लड लिग्न सक्छ अनि कुनलाई दिन सक्छ भनेर यो कुरा याद गर्नु। यो बाहेक अरू कुरा आउँदैन, यही हो।
फिजियोलोजिकल स्ट्रक्चर एन्ड लाइफ प्रोसेसबाट आउने भनेको यिनै मैले अगाडि राखिदिएका क्वेसन्सहरू छन्, तिनीहरू सल्भ गर्नुहोस्। यस्तै सालका क्वेसन आउँछन्, धेरै डराउनु पर्ने छैन। एससी नजिक आइसकेको छ, राम्रोसँग पढ्नुहोस्। सबैलाई अल द बेस्ट। राम्रोसँग पढ्नुहोस्, राम्रोसँग इक्जाम दिनुहोस्। हस्, धन्यवाद। थ्याङ्क्स फर वाचिङ।